तारकेश्वर शिव पञ्चायन मन्दिर तिलोत्तमा 17 बरौलिया डाँडामा। आज साउनको सोमबार भक्तजनहरूको आगमन हुँदैछ। भक्तजनहरू आउँदै हुनुहुन्छ। मन्दिरको प्राङ्गण यही हो। साह्रै राम्रो ठाउँ छ। साँढे महाराज शिवालय मन्दिरमा भक्तजनहरूले पूजा अर्चना गर्दै हुनुहुन्छ। पूजा कार्यक्रम हुँदैछ। दर्शनार्थीहरू आएर शिवालय मन्दिरमा शिवजीको दर्शन गरेर जाने कार्यक्रम भइरहेको छ। विभिन्न दानदाताहरू चन्दादाता मन्दिर निर्माण गर्ने क्रममा राखिएको छ दाताहरूको नाम। शिवालय मन्दिरको प्रवेशद्वार हो यो। यहाँदेखि प्रवेश गरेर शिवलिङ्गमा जल चढाउने कार्यक्रम यहाँबाट शुभारम्भ हुन्छ। शिवलिङ्ग यसमा जल चढाएपछि शिवजी प्रसन्न हुनुहुन्छ भन्ने कुरा जनविश्वास रहिआएको छ। तिलोत्तमा 17 तारकेश्वर शिव पञ्चायन मन्दिरमा यसरी दियोको पूजा गरेर गणेशको पूजा गरेर सबै देवी देवताको पूजा गरेर पञ्चायन पुजेर जल अर्पण गरिन्छ। ल यसरी पूजा गर्दैछन् भक्तजनहरूले। अब गणेशलाई पूजा गर्नु पर्यो। यो अलि भएन के गरेको हो। कहीँदेखि यहाँभन्दा उता जाने हो भने उता जानुहुन्न, फर्किने हो। सेता फुल राख है, शिवजीलाई अहिले शिवलिङ्गमा चढाउनु पर्छ। अब यता फर्के यता जाने हो। पहिला सूर्यनारायणको पूजा गर। सूर्यलाई पूजा घृणी सूर्याय नमः भन। शिवलिङ्ग माग्नु हुन्न कि कहिले पार्वतीलाई। फुल चढाइदेऊ, टीका लगाइदेऊ।
शिवाय नमः। ओम शिवाय नमः। शिवालय मन्दिरमा पूजा भइराखेको छ। तिलोत्तमा 17 बरौलिया डाँडाको शिवालय मन्दिरमा पूजा अर्चना भइराखेको हुनाले शिवालय मन्दिरमा कार्यक्रम हुँदैछ। तिलोत्तमा 17 बरौलिया डाँडाको शिवालय मन्दिरमा भक्तजनहरूले पूजा अर्चना गरिराख्नु भएको छ। पूजाको कार्यक्रम हुँदैछ। आज साउनको सोमबार। भक्तजनहरू आउने क्रम बाँकी भएको हुनाले अब एकछिनपछि भिड लाग्न सक्छ। अगरबत्ती बाल्दै लाग्दैछु भक्तजनहरूको। तिलोत्तमा 17 बरौलिया डाँडामा अवस्थित श्री तारकेश्वर पञ्चायन मन्दिरमा शिवालय मन्दिरमा जल अर्पण गर्नको लागि र शिवजीको दर्शन गर्नको लागि आउनु भएको छ। ल शिवलिङ्गमा जल अर्पण गर्नको लागि उहाँहरू पनि आउँदै हुनुहुन्छ। सायद चाँडै भएको होला। आज भक्तजनहरू बिस्तारै आउने क्रम जारी छ। उहाँहरू आइपुग्नु भएको छ। सबै भक्तजनहरू यसरी जल अर्पण गर्दै हुनुहुन्छ। यसरी पूजा गरिन्छ शिवालय मन्दिरमा। सुरुमा दियो, त्यसपछि गणेश, त्यसपछि अन्य देवी देवताहरू पाञ्चायन पूजा हुने गर्दछ। दियो, गणेश, कलश, ब्रह्माजी, विष्णु, शिव, पार्वती, दुर्गा अनि गएर सूर्यनारायणको पनि पूजा हुने गर्दछ। र अन्तिममा आएर शिवलिङ्गमा जल अभिषेक गरिसकेपछि सबै कार्यहरू सम्पन्न भएको हुनेछ। हाम्रो मन्दिरको पनि छैन के यहाँ समितिको पनि उता छैन। हजुर आउँदै आउन अब अध्यक्ष श्रद्धाजु भक्तजनहरूले गणेश भगवानको दर्शन गरी अगाडि बढ्ने क्रम जारी छ। ब्रह्मदेव हुनुहुन्छ। ब्रह्माजीको मूर्ति छ। यसै गरी दुर्गा माताको मूर्ति, नागदेवताहरू हुनुहुन्छ। स्वयं शिवजी यहाँ विराजमान हुनुहुन्छ। साथमा कुमार र पार्वती पनि हुनुहुन्छ साथमा। शिवलिङ्गबाट यसरी जल आइसकेपछि तल शुद्ध भइन्छ। शिवजीको कृपा विश्वास रहिरहेको छ। यहाँनिर आएर दियो स्थापना भएको छ। दियो अखण्ड रूपमा बलिराख्ने हुँदा विशेष महत्त्व राख्दछ यहाँनिर मन्दिरमा।
सूर्यदेव यहाँ हुनुहुन्छ सूर्यनारायणको मूर्ति यहाँ स्थापना भएको छ भक्तजनहरू यसरी पूजा गर्दै हुनुहुन्छ भक्तजनहरूले यसरी पूजा गर्दै हुनुहुन्छ आउने क्रम जारी छ बिहानमा चाँडै भएको हुनाले आज आउन ढिलाइ भइरहेको छ आउँदै हुनुहुन्छ सत्र बरौलियामा अवस्थित यो मन्दिर अत्यन्त सुन्दर रमणीय र भव्य छ साथै धार्मिक महत्त्व बोकेको यस ठाउँमा ठुलो मन्दिर भएको हुनाले भक्तजनहरू टाढा टाढादेखि पनि आउने गर्नुहुन्छ हाम्रो यस शिवालय मन्दिरका गुरु चिरञ्जीवी आचार्य यहाँ सबैलाई टीका प्रसाद ग्रहण गराउँदै हुनुहुन्छ सबैलाई प्रसन्न बनाउँदै हुनुहुन्छ आएका भक्तजनहरूलाई सबैलाई टीका प्रसाद दिएर उहाँले आफ्नो सेवा भाव प्रस्तुत गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ साथमा यता अगरबत्ती भन्ने कुरा भक्तजनहरू सबै रमाउँदै शिवजीको चरणमा आइपुग्नु भएको छ ल जय शम्भो हर हर महादेव यहाँ हाम्रो आमाहरू भर्खर शिवालय मन्दिरमा आएर जल चढाएर शिवजीको दर्शन गरेर चाहिँ अब यहाँ सबै टीका प्रसाद ग्रहण गरेर अब फिर्ती सवारी घरतिर हुँदै हुनुहुन्छ ल